हेलो हेलो दर्शन नमस्ते सबैजनालाई अनि वेलकम छ मेरो सानो भ्लगमा। आज म कहाँ जाँदैछु भनेर हजुरहरूले पुरै भिडियो हेर्नुपर्ने हुन्छ। यो क्लिप चाहिँ हिजोको हो है। हिजो मेरो एकदमै पुरानो अनि एकदम मिल्ने साथी सरिताको जन्मदिन परेको थियो र साथीको जन्मदिनको उपलक्ष्यमा उसको छोरी सन्जिसाले चाहिँ हामी पुरानो अनि मिल्ने साथीहरूलाई समेटेर एउटा मम्मीको लागि सरप्राइज जन्मदिन मनाइदिन लागेको रहेछ। त्यसैले हामी सबै मिलेर उसको लागि चाहिँ रोजको बुके बनायो र छिटो छिटो घर आएर यसरी हल्का मेकअप गऱ्यौँ। मलाई यसरी चिटिक्क पारिदिनुमा मेरो छोरीको पनि ठुलो हात छ। उसले चाहिँ यसरी राम्रो बनाइदियो अनि हामी चाहिँ लाग्यौँ। यता स्टेसनमा चाहिँ पवित्रलाई भेट भयो, यता फेरि अर्को साथीहरूलाई पनि भेट भयो एकै ठाउँमा। हामी चाहिँ धेरै पछि यसरी भेटघाट गर्न पाइयो कि यो पनि एउटा संजोग हो नि त। बर्थडे सरप्राइज चाहिँ एउटा नेपाली रेस्टुरेन्टमा गर्न लागेको थियो। रेस्टुरेन्टको नाम चाहिँ लिटिल बुद्धा हो। यहाँ माया दिदी पनि भेट भयो। हेलो दिदी। ल अब चाहिँ सबैजना भेट भयो अनि रेस्टुरेन्टभित्र पस्यो। हामी चाहिँ अलिक छिटो नै भएको रहेछौँ। बल्ल यता छोरीहरू आइपुग्यो है। अनि हामी चाहिँ अब डेकोरेसन कहाँ गर्ने कसरी गर्ने भनेर एकछिन छलफल गऱ्यौँ। गर्दा चाहिँ यसरी तयार गर्नु पर्यो, बेलुनहरू फुक्यौँ है। यसरी बेलुन फुक्दै गर्दाखेरि आफूलाई चाहिँ एकदम बचपनको याद आयो कि बच्चामा हामीले यसरी बेलुन फुकेर होइन घरवालाले सजाउँथ्यो नि त त्यो बेलामा पनि। तर अहिले चाहिँ अलिक मोडर्न भइसक्यो। सबै मिलेर एकदम छिटो छिटो डेकोरेसन गऱ्यौँ। अब बर्थडे क्विनको इन्ट्री हुन लाग्यो। कस्तो हुन्छ रियाक्ट हेरौँ है त। 1 2 3 उप्स सरप्राइज है। ओ वाउ, बर्थडे गर्ल त क्या सरप्राइज भइराख्यो हामी सबैलाई देखेर अनि एकदम खुसी पनि भयो। हामीले देखेपछि ऊ हेरे भयो एकछिन चाहिँ। कहिलेकाहीँ आफूले नसोचेको कुरा पाउँदाखेरि जिन्दगीमा एकदमै खुसी हुन्छ। ऊ एकदम भावुक पनि भएको थियो र यसरी आफूलाई सरप्राइज गरिदिएकोमा छोरीहरूप्रति पनि धेरै आभार प्रकट गर्दै थियो। साथी त आज पुरै गोल्डन प्रिन्सेस भएर आएको रहेछ। एकदमै राम्रो देखेको छ साथीलाई गोल्डन कलरमा। जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारीलाई। यसरी हामी सबै मिलेर खादा ओढाएर अनि केक खुलाएर साथीलाई सधैँभरि यसरी नै खुसी रहनु, निरोगी रहनु अनि दीर्घायु हुनु भनेर शुभकामना अनि बधाई पनि दियौँ। र हामीलाई पनि केक खुलाएर अनि माया अनि खुसी साटासाट गऱ्यौँ। विदेशी भूमिमा आफ्नो भनेको नै साथीभाइ हो होइन। त्यसैले एक अर्काको दुःख सुखमा साथ अनि सहयोगको भावना चाहिँ हुनुपर्छ है। छोरीहरूलाई पनि धेरै धेरै धन्यवाद मम्मीको खुसीको लागि यति राम्रो प्रोग्राम गराइदिएकोमा। यति रमाइलो पलमा त चेस गर्नै पर्यो ल चेस है त। आजको बर्थडे चाहिँ एकदमै रमाइलो भयो। जसो गर जे गर हामीलाई मोमो र चाउमिन भएपछि के नै चाहियो र भनेर। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा र हजुरहरूको दिन शुभ रहोस्। बाइ बाइ।